नदेखा भएर कहाँ गयो कहाँ भोलि पछुताउने बाटो चाहिँ नबनोस्। त्यही भएर हिसाब किताब लेख्ने बानी बसाल्नुहोस्। अनि अर्को व्यापार व्यवसाय गर्दाखेरि जे गर्नुहुन्छ त्यसको बिमा गर्नुहोस्। बिमा गरेपछि भोलिपछि पैसा आउँछ। पैसा आएपछि तपाईँले फेरि त्यो कार्यालय गर्न सक्नुहुने भयो भने अब यहाँ हेर्नुहोस् त, तपाईँको भान्साघरमा हेर्नुहोस्, नुन तेल चिनी चियापत्ती दाल चामल सित्तैमा आउँछ भनेपछि पैसा त यो आफ्नो भान्सा चलाउनु पनि चाहियो कि चाहिएन? चाहियो नि त होइन। अब कुनै दाजुभाइ दिदीबहिनीलाई म त बिरामी हुन पाए हुन्थ्यो, मेरो आफन्त जति फुची स्याउ लिएर भेट्न आउँथ्यो होला, कालो अङ्गुर लिएर भेट्न आउँथ्यो होला भने लागेको छ। तर पनि मान्छे बिरामी हुन्छ कि हुँदैन? बिरामी भने उपचार गर्नलाई के चाहियो? पैसै चाहियो भने चाहिँ दुःखमा पनि हामीलाई के चाहिँदो रहेछ? पैसै चाहिन्छ। हामीलाई सम्पूर्ण कुरा चलाउने चाहिँ पैसै हो भन्नु खोजेको मात्र है हो। त्यही भएर हजुरहरूले के बुझ्नु पर्यो भने यो संसारमा सुख कसैले बेच्छ? बेच्दैन। दुःख कसैले किन्छ? किन्दैन। भने जिन्दगी चलाउनलाई व्यापार गर्न सिक्नुहोस् है। जागिर भन्दा पनि व्यापार गर्नुभयो भने तपाईँहरूले सम्पूर्ण कुराहरू चाहिँ पुरा गर्न सहज हुन्छ। हेर्नुहोस् अहिले चलेको व्यापार भनेको यो फोटोग्राफी। अहिले पोखरा घुम्न जानुहोस् त फेवातालतिर, एउटा फोटो खिच्ने दाइ फोटो खिच्ने दिदी भन्न आउँछ कि आउँदैन? अनि त्यहाँबाट एउटा फोटो खिच्नु भन्दा तपाईँले एउटा मात्र फोटो खिच्नुहुन्छ र खिच्नुहुन्न नि। कहिले दायाँ हेर्नुहोस्, कहिले बायाँ हेर्नुहोस्, कहिले चस्मा समाउनुहोस्, कहिले खुट्टा यसो भन्दा भन्दै 300-400 लान्छ कि लाँदैन? मैले एउटा भाइलाई सोधेको थिएँ, उसले 5000 तिर्छ अरे समितिलाई महिनाको, अनि एउटा 1 लाख रुपियाँमा क्यामेरा किनेको अरे दिनमै 25-30 हजार हुन्छ अरे हामीलाई। हेर्नुहोस् त। अनि हामी त अर्काले कुखुरा पाल्नु मन लाग्ने, बाख्रा पाल्नु मन लाग्ने, अर्काको देखा सिकी गरेर हुन्न कि नयाँ कुरा के छ हेर्न पर्छ भन्नु खोजेको। अहिले हेर्नुहोस् अचार बनाउने, हेर्नुहोस् होटेलदेखि सबै ठाउँमा यसको बढी माग छ। मान्छेहरू अहिले बनाएर खान अल्छी भएको छन्। यस्ता कुराहरूलाई हेर्नुहोस्, माग हेर्नुहोस् होइन। अहिले कागजका प्लेटहरू बनाउने हो, यस्ता नयाँ नयाँ कुरालाई चाहिँ हजुरहरूले हेर्न पर्यो भन्नु खोजेको। यो ट्राफिकको नियम थाहा छ हजुरहरूलाई? रातो बत्ती बल्यो भने के गर्नुपर्छ? रोकिन पर्यो। पहिलो बत्तीले के भन्छ? दायाँ बायाँ हेरेर अनि जानलाई रेडी हुनु भन्छ। ग्रिन हरियो बत्तीले के भन्छ त? जाऊ भन्छ। हाम्रो जीवनमा पनि यही कुरा लागु हुनु पर्यो। के कुरालाई रोक्ने हो त? चुरो सुर्ती खाने, जाँड रक्सी खाने कुरालाई रोक्नुहोस्। अनि रोस्ट खाने, घुम्न जाने, ठुल्ठुलो टिभी मोबाइल किने, घुम्न जाने, बर्थडे मनाउने कुन बेला हो त? जुन बेला तपाईँले कमाइ हुन्छ त्यही बेलामा जाने, ऋण खोजेर जाने होइन है। अनि खानेकुरा, शिक्षा, लुगा, औषधि जस्तो कुरा चाहिँ गर्न पर्यो कि परेन? हो। यस्तो अनिवार्य कुरा गर्ने, अनावश्यक कुरालाई चाहिँ घटाउनु पर्छ है। यसरी हामीले त यो छिमेकले के गर्छ भने बचत गर्ने दिदीबहिनीहरू सम्मान पनि गर्छ। अहिले हाम्रो दिदीबहिनीको बानी चाहिँ के छ भने ब्याङ्कले तपाईँको रेकर्ड छ, ऋण पाउँदैन भने त यस्ता ब्याङ्कले कति छ कति खुट्टा भयो त, जुत्ता कति कति भन्नुहुन्छ, अनि पैसा अलिकति भयो भने चाहिँ उहाँ वाणिज्य ब्याङ्क खोज्दै हिँड्नुहुन्छ अरे हो। सरले देख्नुहुन्छ कि लुकी लुकी जानुहुन्छ अरे। अहिले वाणिज्य ब्याङ्कमा पैसा जम्मा गर्नु भयो भने चल्ती खाता कति ब्याज पाइन्छ? 1% 2% पाइन्छ होइन। मुद्दती नै खोल्नु भएछ भने कति पाइन्छ? 5% पाइन्छ है। छिमेकले चल्ती खातामा कति ब्याज दिन्छ? कति दिन्छ चल्ती खातामा? 7.5% देखि 10.5% दिन्छ। हेर्नुहोस् त, उता कर्जा लिन पनि डराउने अनि भएको पैसा पनि जम्मा गर्न डराएपछि तपाईँको जिन्दगी राम्रो हुन्छ? हुँदैन नि। अझ नेपालीको बानी त कतिसम्म छ अरे भने यहाँ हिन्दू धर्म माने जति सबै लक्ष्मी ब्याङ्क खोज्दै जानुहुन्छ अरे, क्रिस्चियन धर्म माने जति सबै प्रभु ब्याङ्क खोज्दै जानुहुन्छ अरे, बुद्ध धर्म माने जति सबै सिद्धार्थ ब्याङ्क खोज्दै जाने अरे, खेतीपाती गर्ने जति सबै कृषि विकास ब्याङ्क खोज्दै जानुहुन्छ अरे, व्यापारी जति सबै इन्भेस्टमेन्ट ब्याङ्क खोज्दै जानुहुन्छ अरे, बुढापाका जति मुक्तिनाथ ब्याङ्क खोज्दै जाने रे, अनि बिहा नगरेको जति कुमारी ब्याङ्क खोज्दै जाने रे, आमा नभएको जति सानीमा ब्याङ्क खोज्दै जाने रे हो। त्यसरी पैसा पर्छ? पर्दैन। कुन चाहिँ ब्याङ्कले बढी ब्याज दिन्छ हेरेर जम्मा गर्ने बानी बसाल्नुपर्छ भनेर मैले हजुरहरूलाई चाहिँ अनुरोध गर्न खोजेको मात्र। हेर्नुहोस् त, अब केही काम गरौँ भने हामी भ्याउँदैनौँ भन्नुहुन्छ। हेर्नु यहाँ तल छोरा पढिरहेछ, माथि बाउ व्यापार गरिरहेछ कि छैन? इच्छा त्यही उपाय है। त्यही भएर तपाईँहरूले पैसा कमाउने के गर्नु पर्दो रहेछ त? उद्यम गर्नु पर्दो रहेछ। उद्यम भनेको के हो? व्यवसाय गर्नु पर्दो रहेछ भने अर्को लगानी गर्न हामी डराउनु हुँदैन। अनि खर्चहरू लेख्ने बानी बसाल्नु पर्यो। अनि अर्को कुरा के हो? हामीले सङ्गत गर्दा अलिकति मान्छेसँग गर्नुपर्छ अरे, के व्यवसायीसँग गर्नुपर्छ अरे। अनि दुःख बाँचेको मान्छेसँग साथी सङ्गति बनायो भने के गर्छ? उसले दुःखको कुरा मात्र सुनाइदिन्छ, तपाईँले केही पनि सिक्न पाउनुहुन्न। त्यही भएर सङ्गत गर्दा, साथी बनाउँदा पनि अलिक ठुलो मान्छेसँग गर्नुहोस्। उसले चिया खाँदा कहिले तपाईँले दुःख कुरा सुन्दा यसरी पैसा कमाउन सकिन्छ, यो काम गर भन्छ कि भन्दैन? हो। त्यही भएर सङ्गत गर्दा पनि अलिकति ठुलो मान्छेसँग सङ्गत गर्ने बानी बसाल्नुहोस्। अनि सानो सानो खर्च गर्दा पनि ध्यान दिनुहोस्, किनभने सानै पाले पनि ठुलो जहाजलाई डुबाउन सक्छ भने थोरै कमाइ हुने मान्छेले धेरै बचत गर्नुहोस्। र तपाईँले धनी बनाउने कुरा भनेको कमाइले मात्र होइन कि तपाईँको खर्च गर्ने बानीले पनि निर्धारण गर्छ। र सबैभन्दा ठुलो कुरा भनेको तपाईँको आफ्नो बानी सुधार्नु भयो, आफ्नो व्यवहार सुधार्नु भएछ भने पनि तपाईँले पैसा कमाउन चाहिँ सक्नुहुन्छ। हेर्नुहोस् त, आज एउटा जन्म घर छोडेर पढाइ घर जानु भएको छ, त्यो घरलाई पनि सुख दिन्छु भनेर जानु भएको हो कि होइन? हो। सुख दिनले के चाहियो? पैसा चाहियो। त्यही भएर कुनै सिप सिकेर हुन्छ अथवा जानेको सिपलाई प्रयोग गरेर पैसा कमाउन चाहिँ सिक्नुहोस् भनेर मैले भन्न खोजेको। हेर्नुहोस्, छिमेकले तपाईँलाई बनाउनु खोजेको के
के हो बुढेसकालमा पनि अरूको भर पर नपरि बनाउनु खोजेको हेर्नुहोस् त यहाँ बालेनवाला चस्मा लाएर बुलेट बाइक चढेर होइन यहाँ गर्मी जाउँ उहाँ चाहिँ गलेश्वरको धाम उता गएर चिसो हावा खाएर आउँ बनाउनु खोजेको हो क्या यति भएर पैसा टन्नै भयो भने त तपाईँले चाहनुहुन्छ नि गर्ने के हो त के गर्नु पर्दो रहेछ व्यवसाय गर्न सिक्नु पर्यो र आफूसँग पैसा छैन भने पनि पिर नगर्नुहोस् छिमेक ब्याङ्क तपाईँसँग छ भन्नु खोजेको त्यही भएर अब मन्दिरमा गएर बत्ती बाल्ने होइन हजुर आफ्नो मनमा बत्ती बालेर आफ्नो भविष्य सुन्दर बनाउनुहोस् भन्ने शुभकामना दिँदै यति धेरै धैर्यपूर्वक सुनिदिनु भएकोमा हजुरहरूलाई चाहिँ हृदयदेखि धन्यवाद दिँदै म चाहिँ बिदा भएँ है त